केवल चाहिँ दाउद कस्तो तरिकाले प्रार्थना गर्नुहुन्छ, कसरी प्रार्थना गर्नुभएको छ। तपाईँ यहाँ पढ्नुहुन्छ कि यादै गरेको प्रभुको भित्र त्यो पवित्र आत्मालाई गर्नुहोस्, मेरो भित्र शुद्ध हृदयमा विश्वास गर्नुहोस्। तपाईँलाई तपाईँको भित्र त्यो आगोलाई बढाइरहेको छ भने त्यो शुद्ध हृदय तपाईँलाई प्रभुलाई भन्नुपर्छ, अहिले उत्पन्न गर्नुहोस्। प्रभु मेरो भित्र, प्रभु त्यो केही कुरा पाउनु त्यो नराम्रो थोकहरू मेरो भित्र नआएको होस्। नराम्रो थोक जब तपाईँको भित्र हान्छ नि त्यसले पानीको जस्तै काम गर्छ, त्यो आगोमा पानी राखिन्छ। जब पवित्र आत्मा हुन्छ, जब तपाईँको भित्र एउटा सफा, एउटा एकदम सुन्दर हृदय हुन्छ नि, के हुन्छ न, त्यो आगो कहिले भुट्दैन। हालेलुया, हालेलुया। अझै एउटा यसै